आफ्नै धराने जनताले पनि सडकमा उत्रिएर विरोध गर्न थालेपछि हर्क साम्पाङ न रुनु न हाँस्नु स्थितिमा पुगेका छन्। दम्ब र घमण्ड यति देखाउने कि केपी शर्मा ओलीलाई पनि जित्ने, एकल निर्णय गर्ने उत्तर कोरियाको किम जोङ उन शैलीमा एउटा स्ट्याटस लेखेको भरमा निर्णय गर्ने, 2/3 जनताले त्यत्रो सपोर्ट गरेर माया गरेको सरकारलाई दिनदिनै दिनमा 10 चोटि गाली गर्ने, एउटा श्रमदानको नाममा चाहिँ मासु भात बजाउने, पिकनिक गर्ने, यस्ता शैलीको कारणले गर्दा आफ्नै भोट दिएका जनताले पनि अहिले भट्टाभट सदस्यता त्यागेर विरोध गर्न थालेका छन्। अब हर्क साम्पाङजीले आफ्नो चरित्र चेन्ज गर्नुपर्छ कि पर्दैन, यो छेपारे चरित्र चेन्ज गर्नुपर्छ कि पर्दैन, सबै साथीहरूलाई सोध्न चाहन्छु। आफ्नै धराने जनताले पनि सडकमा उत्रिएर विरोध गर्न थालेपछि हर्क साम्पाङ न रुनु न हाँस्नु स्थितिमा पुगेका छन्। दम्ब र घमण्ड यति देखाउने कि केपी शर्मा ओलीलाई पनि जित्ने, एकल निर्णय गर्ने उत्तर कोरियाको किम जोङ उन शैलीमा एउटा स्ट्याटस लेखेको भरमा निर्णय गर्ने, 2/3 जनताले त्यत्रो सपोर्ट गरेर माया गरेको सरकारलाई दिनदिनै दिनमा 10 चोटि गाली गर्ने, एउटा श्रमदानको नाममा चाहिँ मासु भात बजाउने, पिकनिक गर्ने, यस्ता शैलीको कारणले गर्दा आफ्नै भोट दिएका जनताले पनि अहिले भट्टाभट सदस्यता त्यागेर विरोध गर्न थालेका छन्। अब हर्क साम्पाङजीले आफ्नो चरित्र चेन्ज गर्नुपर्छ कि पर्दैन, यो छेपारे चरित्र चेन्ज गर्नुपर्छ कि पर्दैन, सबै साथीहरूलाई सोध्न चाहन्छु।